मधेस जाउँ जाउँ मिठो खाना पाइन्छ भनेर मधेस आएको खाराडी अब बस्तु गर्नु कि बाख्रा गर्नु कि यस्तो भित्र बस्दा त यस्तो गर्मी छ बाहिर निक्लिन सकिने होइन अनि के गर्नु पहाडमा उहीँ नुन तेल पुया खा उहीँ गाडी घोडा पुया खान उहीँ गम्र्याङ्ग मिठो खाना पाछौँ गम्र्याङ्गसँग सिरा कोडेर घप्प सुत्न पाछन् नयाँ सिराक त सम्झिनै हुँदैन सम्झिने बित्तिकै एलर्जी आइहाल्छ यहाँ अनि अर्को कुरो त के भन्नु होइन एकदमै गाह्रो खानाको मधेस खाराडी भन्दै म त आफैलाई सराप्दैछु उहीँ बसेर सोतर पत्कर गरेको भए पनि यतिखेर यत्रा गुवा मकै फल्छन् के चाहियो र धान यति लामो बालो फल्न थाले उहीँ तर अलिक हाम्रो चाहिँ धान फल्दैन थियो त्यही भएर आएको खानलाई खपखपी खा अब